प्रिय जेनजी युवाहरू, यहाँहरूलाई फेरि पनि म अस्वस्थ हुँदै पनि यो भिडियो यहाँहरूको माझमा म प्रस्तुत गर्न चाहन्छु। र विशेष गरी मैले जेनजी युवा पुस्ताहरूको इच्छा चाहनालाई मध्यनजर गर्दै कसरी यी हाम्रा नानी बाबुहरू रोजगारको क्षेत्रमा, आम्दानीको क्षेत्रमा, विभिन्न आफ्ना जीवनका उकाली र ओह्रालीहरूमा अगाडि बढ्न सक्छन्, जसलाई आफ्नो घर परिवार समाज बुवा आमाको ठुलो जिम्मेवारीहरू उठाउनु पर्ने हुन्छ। एउटा नुन हुनुपर्ने हुन्छ, एउटा ज्योति हुनुपर्ने हुन्छ। तसर्थ यी युवाहरूलाई टेवा पुगोस् भनेर नै मैले निरन्तर रूपमा भिडियो ल्याइराखेको छु। सायद तपाईँहरूलाई कतिलाई बोर पनि लाग्न सक्छ। कृपया जतिजनाले यो भिडियो हेर्नुहुन्छ ती भविष्यका कर्णधार युवाहरूको हातमा पुर्याइदिनु हुन म अनुरोध गर्दछु। मेरो यो एउटा शब्दले तपाईँको जीवनमा ठुलो प्रभाव पार्न सक्छ। हुन त मैले यसबाट खासै कुनै व्यक्तिगत लाभ हुने, व्यक्तिगत नाफा हुने हिसाबले यो भिडियो बनाएको होइन। मेरा युवाहरूलाई जुन म 68 सालदेखि दर्जनौं पुस्तकहरू लेखेर मैले यो काम गरिरहेको छु। र यदि यहाँहरूले यो पुस्तक चाहनुहुन्छ भने जुन पुस्तकबाट मैले सिकाइरहेको छु, यी पुस्तकहरू काठमाडौँको एकता बुक हाउसमा सजिलैसँग प्राप्त गर्न सकिन्छ। आज अलिकति मेरो भिडियो लामो हुनसक्छ। आज म तपाईँहरूलाई यान्त्रिक क्षमताको बारेमा बताउने छु, अथवा मेकानिकल तरिकाबाट मेसिनहरूलाई प्रयोग गरेर कसरी आफ्नो करियर बनाउन सकिन्छ भन्ने कुरा गर्नेछु। यो पनि दुई किसिमको करियर छ यसमा, एउटा साधारण करियर र एउटा व्यावसायिक अथवा प्राविधिक करियर। शारीरिक यान्त्रिक क्षमताका व्यक्तिहरू हेर्नुहोस् है, शारीरिक यान्त्रिक शरीरले यन्त्रसँग मेसिनसँग काम गर्ने क्षमताका व्यक्तिहरू आफ्नो शरीरलाई कुशलताका साथ प्रयोग गर्न सक्ने, हेर्नुहोस् है, आफ्नो शरीरलाई मेसिनसँग चलायमान बनाउन सक्ने, कुनै पनि घटना वा क्रियाकलापप्रति छिट्टै शारीरिक प्रतिक्रिया जनाउने, शारीरिक संयोजन आँखा हात गोडाका राम्रोसँग तालमेल मिलाउन सक्ने, हातको सिप र मेसिनसँग सम्बन्धित मसिना कामहरू सहज तरिकाले गर्न सक्ने र बल लगाउन सक्ने व्यक्ति यो मेकानिकल क्षमता अथवा यो मेसिनद्वारा आफ्नो करियर बनाउन सक्छन्, जसमा मनग्गे धेरैभन्दा धेरै फाइदा छ। यसमा सामान्य तरिकाबाट कसरी करियर बनाउन सकिन्छ, यसको जनरल एजुकेसन अन्तर्गत के पर्छ भन्दाखेरि म तपाईँहरूलाई केही कुराहरूलाई बुद्धागत रूपमा बताउने छु। अटोमोबाइल इन्जिनियर, हेर्नुहोस् त, यो अटोमोबाइल इन्जिनियर भनेको चाहिँ सवारी साधनको डिजाइन गर्ने, उत्पादन गर्ने र तिनलाई सञ्चालन गर्ने व्यक्ति हो। र यसमा सवारी साधन भन्नाले मोटरसाइकल, बस, ट्रक आदि जस्ता विभिन्न किसिमका यातायातका साधनहरू पर्दछन्। यसबाट तपाईँले ठुलो करियर बनाउन सक्नुहुन्छ। प्रियहरू, तपाईँले यी गाडीहरू बनाउन जान्नुभयो, मर्मत गर्न जान्नुभयो भने तपाईँको जीवनमा रातोरात तपाईँले चाहिँ फड्को मार्न सक्नुहुन्छ। अर्को छ उद्यान विज्ञ अथवा हर्टिकल्चरलिस्ट भनिन्छ। यो भनेको म बुझाउँछु तपाईँहरूलाई। व्यक्तिगत वा सामाजिक प्रयोजनको लागि खाद्य वा अखाद्य बोट बिरुवाहरू, ध्यान दिनुहोस्, बोट बिरुवाहरू जस्तै फलफुल, तरकारी, फूल तथा अन्यलाई हुर्काउन आफ्नो ज्ञान, सिप र प्रविधिलाई प्रयोग गर्ने व्यक्ति चाहिँ उद्यान विज्ञ अथवा हर्टिकल्चर हो। आज नर्सरीहरू देख्नुहुन्छ तपाईँ, एउटा बिरुवाहरूलाई उत्पादन गरेर कति उनीहरूले करियर बनाए। पशु चिकित्सक है, आज नेपालमा थुप्रै पशु पक्षीहरू छन्। यी पशुहरूको हेरचाह गर्नको लागि पनि यो जनरल एजुकेसन अन्तर्गत मेसिनसँग सम्बन्धित पाइलट, हेर्नुहोस् त, मेसिनसँग सम्बन्धित पाइलटको पनि एकदमै ठुलो भूमिका छ। प्रयोगशाला प्राविधिक, हेर्नुहोस्, ल्याब टेक्निसियन, यिनीहरूको पनि थुप्रो मेसिनसँगै, यिनीहरूले ल्याब टेक्निसियनहरूले मेसिनसँग खेल्ने गर्छन्। प्रहरी अधिकृत, हेर्नुहोस्, उहाँहरू पनि मेसिनसँगै, पुलिस अफिसरहरू पनि मेसिनसँग नै यिनीहरूले खेल्ने गर्छन्। फिजियोथेरापिस्टबाट पनि तपाईँले धेरै काम गर्न सक्नुहुन्छ। अहिले दीर्घरोगी वृद्धालय एउटा थेरापी सेन्टर तपाईँले ठाउँ ठाउँमा खोलिदिनु भने मनकै पैसा, एउटा मेसिन ल्याउने, किन्ने, ठाउँ ठाउँमा खोलिदिने है। अर्को छ भान्से, कलिनरी भनिन्छ। भान्सेबाट पनि तपाईँले धेरै गर्न सकिन्छ। यान्त्रिक इन्जिनियर, मेकानिकल इन्जिनियर, यो पनि बडो गजबको पेसा हो। यस्तो पनि तपाईँ गर्नुहुन्छ। योग तथा प्राकृतिक उपचार प्रशिक्षक है। यसबाट रेडियोग्राफर, हेर्नुहोस्, तपाईँले रेडियोग्राफरबाट पनि तपाईँले धेरै नै मनग्गे आम्दानीहरू गर्न सक्नुहुन्छ। त्यसै गरी वन विज्ञ, फरेस्ट्रीबाट पनि गर्नुहोस्। विद्युतीय इन्जिनियर, इलेक्ट्रोनिकल इन्जिनियर, सिभिल इन्जिनियर, हेर्नुहोस् त, यी इन्जिनियरिङहरूबाट पनि तपाईँले जनरल शिक्षा लिएर आफ्नो करियर बनाउन सक्नुहुन्छ भने यसै अन्तर्गत यो मेसिनलाई चलाएर बनाउने करियर अन्तर्गत केही प्राविधिक अथवा व्यावसायिक कुराहरू पनि छन्। जस्तै अदुवा कृषक, हेर्नुहोस्, अदुवा बेचेर, अल्मुनियम फेब्रिक्रेटर, अल्मुनियमको काम गरेर झ्याल ढोका अहिले सबै यसको बन्छ। इन्डस्ट्रियल इलेक्ट्रिसियन, हेर्नुहोस्, इन्डस्ट्रियल इलेक्ट्रिसियनको कुरा छ यसमा। प्राविधिक कफी उत्पादन किसान, कफी उत्पादन गर्ने, कम्प्युटर अपरेटर, कुक,
हेर्नुहोस् कुकको कति ठुलो माग छ। कुखुरा पालक, केरा खेती प्राविधिक, केरा खेती, खोटो सङ्कलन, ग्रामीण पशु सहजकर्ता, गार्मेन्ट फेब्रिकेटर, गार्मेन्टमा काम गर्ने, चिया उत्पादक। हेर्नुहोस् आज गाउँ गाउँमा टनेलामा चिया उत्पादन गरेर ठुलो नाफा गरेको कुरा हाम्रो अगाडि छ है। त्यसै गरी जुत्ता निर्माता अथवा सुमेकरहरूको पनि ठुलो छ। जुनियर हाउस पेन्टर, घर घरमा पेन्टिङ गरेर पनि पैसाहरू कमाउने गर्छन्। टाइल वा मार्बल फिटर, है घरमा टाइल लगाउने, मार्बल लगाउने कति सजिलो काम छ कि प्रियहरू। यो काम तपाईँले सिक्नुहोस् न, 2-3 दिनमा सिक्न सकिन्छ। डकर्मी, हेर्नुहोस् म्यासन, डकर्मीको धेरै ठुलो भूमिका हुन्छ। त्यसै डेरी उत्पादक अथवा मिठाई मिस्त्री, मिठाई बनाउने, ढाका बुन्ने व्यक्तिहरू, उइबरहरू, तारजाली बनाउने व्यक्तिहरू, दन्त केयर सहायक होइन, दन्त सहायकहरू, दन्त प्रयोगशाला मेकानिक, दाँतको ती ठाउँहरू, नेपाली कागज उत्पादन गर्ने, प्लम्बर। हेर्नुहोस् त प्लम्बरबाट पाइप जोडेर पैसा कमाउने प्लम्बर, यो काम पनि गर्नुहोस्। प्लास्टर गर्ने, फलफुल प्रशोधक, फलफुललाई कसरी गर्ने भन्ने कुरा छ। बार भेन्डरको कुरा छ है। वेल्डिङ इलेक्ट्रिसियनहरू वेल्डिङ गरेर कति धेरै पैसा कमाउन सकिन्छ है। कुक, बुक बुकलाई बाइन्डिङ गरेर पनि पैसा कमाउन सकिन्छ। बेमौसमी तरकारी उत्पादक है, बेमौसममा तरकारी उत्पादन गरेर। माछा पालन सहायक, मार्बल पोलिनर है, मोटरसाइकल सर्भिस मिस्त्री, मोटरसाइकल बनाउने काम सिकेर। मौरी पालक है, मौरीहरू, बीकिपरहरू। रेफ्रिजरेटर तथा एयर कन्डिसन मिस्त्री, कति घरमा रेफ्रिजरेटर बनाउन सिक्नुहोस् न। पैसा के तपाईँको हातमा पैसा छ, तपाईँसँग मेसिन छ, पैसा छ, तपाईँसँग औजार छ, पैसा छ। लघु जलविद्युत सहायक है, अनि बसशाला प्राविधिक है, स्लाटर टेक्निसियन, विद्युतीय उपकरण सहजकर्ता, सहायक वेल्डर है। त्यसै गरी सामुदायिक पशुपालन सहायक प्राविधिक, सोलर बिजुली प्राविधिक, सोलर सिस्टमहरूलाई प्रयोग गरेर। सूचीकार, कपडा सिलाएर। सुरक्षाकर्मी अथवा गार्ड, सेक्युरिटी गार्डको जब लिएर। त्यसै गरी स्टेनल स्टिल फेब्रिकेटर, अनि त्यसै गरी सेरिकल्चर टेक्निकल वर्करहरू छ। बार्बर, हजाम, कपाल काटेर। हेर्नुहोस् त कपाल काटेर पैसा केही खर्चै लाग्दैन। सानो कपाल काट्नु जान्ने मान्छेले 2-4वटा मेसिन लिएर टक्क कपाल काटिदियो भने कपालबाट नि पैसा छ। हलुका सवारी साधन मिस्त्रीहरू है, हाउसकिपिङ क्लिनरहरू घरमा गर्ने। त्यसै हर्बल उत्पादक किसानहरू। आजको भिडियो अलि लामो छ। यो मेसिनलाई प्रयोग गरेर तपाईँले आफ्नो करियर बनाउन सक्नुहुन्छ। कृपया अन्तमा यो भिडियोलाई लाइक र सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्छु। हस्, धन्यवाद।